काङ्ग्रेसलाई जिताउनु भनेको वाइड बडीलाई जिताउनु हो, भुटानी शरणार्थी काण्डलाई जिताउनु हो, एमालेलाई जिताउनु भनेको गिरिबन्धु काण्डलाई जिताउनु हो, यति ओमिनी काण्डलाई जिताउनु हो। लीलाकान्त कणेल भरतपुर 12 दिशा गर्ने ठाउँ रातभरि कनाउनु पर्ने, कनाउँदै त्यहाँबाट रगत पनि आउने। वैदिक आयुर्वेदमा गएपछि मैले चाहिँ 1 वर्ष लगभग दबाई निरन्तरसँग खाएँ र अहिले मलाई ठुलो विश्वास आयुर्वेदमा छ। म साह्रै पीडित भएर म यो खुसीमा आँसु हो। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली। साना साना बच्चाहरू पनि शोभिता गौतमलाई भेट्नका लागि उत्सुक भएर एक्साइटेड भएर आउँछन्, किनकि शोभिता गौतम एउटा नाम मात्र होइन, एउटा प्रेरणा हो। शोभिता गौतम एउटा रोल मोडल हो। शोभिता गौतम, त्यसकारण शोभिता गौतमलाई आज चितवन क्षेत्र नम्बर 3 ले न्याय गर्छ भन्ने कुरामा त मलाई कुनै शङ्कै छैन। म यहाँ भोट माग्न आएकै होइन, भोट त स्योर हामीलाई नै आउने हो 100%, त्यसमा मलाई शङ्कै छैन। किनभने यो देशमा नेपाली काङ्ग्रेस कहाँबाट जन्मियो भनेर सोध्नुभयो भने बनारसबाट जन्मियो भन्ने जवाफ आउँछ। नेकपा एमाले कहाँबाट जन्मियो भने झापा विद्रोहबाट जन्मियो भन्ने जवाफ आउँछ। तर रासोपा कहाँबाट जन्मियो? चितवनले जन्माएको हो रासोपा, तपाईँले जन्माएको हो रासोपा, यो माटोले जन्माएको हो रासोपा। त्यसकारण तपाईँहरू, यो चितवन हाम्रो आमा हो। म पहिला देउसी खेल्न जाँदाखेरि अलिकति पैसा कमाएर ल्याएर आमालाई राख्न दिन्थेँ आफ्नो सम्पत्ति। जसरी म आफ्नो सम्पत्ति मेरी आमालाई राख्न दिन्थेँ, त्यसरी नै रासोपाले आफ्नो अमूल्य सम्पत्ति शोभिता गौतम तपाईँको जिम्मा लगाएको छ, चितवन 3 को जिम्मा लगाएको छ। यो फागुन 21 गतेसम्म शोभिता गौतम तपाईँको जिम्मा। त्यसपछि 21 पछि यो क्षेत्रका सबै समस्या शोभिताको जिम्मा। हामी कुनै हावा पुतली उडाउँदैनौँ, तर म यति चाहिँ दाबी गर्न सक्छु, शोभिता गौतमसँग यतिका वर्षको मेरो चिन्जान र मित्रताको आधारमा म यति चाहिँ दाबी गर्न सक्छु, एकचोटि शोभिता गौतमलाई यहाँबाट जिताएर पठाउनुहोस्। अर्कोचोटि हामी यसरी भोट माग्न आउनै पर्दैन। तपाईँले घन्टी खोजी आफै भोट हाल्ने स्थिति शोभिताले सृजना गर्नुहुनेछ। शोभिताजीले एकपटक शोभिताजीलाई यहाँबाट जिताएर पठाउनुहोस्। कहिलेकाहीँ चाहिँ म भनेको सुन्छु, फलानो पार्टीको पनि फलानो उम्मेदवार त ठिकै छ त भन्छन् गाउँठाउँतिर। त्यो ट्याङ्की नै फोहोर भएपछि धाराको टुटी राम्रो भएर के गर्नु? टुटी फेरेर के गर्नुहुन्छ? ट्याङ्की नै खराब छ। जरामा पानी हाले पनि पुग्ने पातैमा हो, मुखले पानी खाए पनि पुग्ने पेटैमा हो। यसपटक तपाईँले शोभिता गौतमलाई जिताउनु भनेको युवाहरूलाई जिताउनु हो, विधिको शासनलाई जिताउनु हो, सदाचारलाई जिताउनु हो। र तपाईँले यति बेला काङ्ग्रेसलाई जिताउनु भनेको वाइड बडीलाई जिताउनु हो, भुटानी शरणार्थी काण्डलाई जिताउनु हो, एमालेलाई जिताउनु भनेको गिरिबन्धु काण्डलाई जिताउनु हो, यति ओमिनी काण्डलाई जिताउनु हो। यो कुरा एक्का राखेर तपाईँले आफ्नो मनको हरिलाई सोधेर सही ठाउँमा मतदान गर्नुहुनेछ भन्ने मलाई विश्वास छ। यतिको दक्ष सक्षम जो संसदमा गर्जिँदा संसद जस्तो भयो, जसलाई देशभरिका आम नागरिकहरूले सबभन्दा बढी आशाका साथ संसदमा हेरेका उम्मेदवारहरू मध्येको एक शोभिता गौतम, कानुनको विज्ञ, कानुनको विद्यार्थी र साँच्चीकै देश प्रेम भएकी देशकी छोरी शोभिता गौतमलाई यसपटक तपाईँले यो क्षेत्रको प्रतिनिधि बनाएर पठाउनु पर्नेछ। मलाई विश्वास छ हाम्रो चितवनले न्याय गर्छ, मेरो चितवनले न्याय गर्छ। नमस्कार, छ्याजलो, जय घन्टी।